हामी चाहिँ अहिले हिँडिरहेछौँ यो सिएमसी जाने बाटोमा चाहिँ यहाँबाट हिँड्दैछौँ दुईजना भएर टुकुल टुकुल। हामी चाहिँ अघि के भएको भने हामी त उता सिजी ल्यान्डमा जानु भनेर रोड क्रस गरेर उता पुगिसकेर होइन अनि फेरि फर्केर हामी रोड कटेर यता एभरेस्ट यो एरियाको ल अब हामी फेरि आइसक्यौँ हामी यहाँ सिएमसी चाहिँ हामीलाई यति धेरै हाँसो आयो किनभने हामीले चाहिँ अघि आउँदाखेरि चाहिँ चप्पट खाएर आएको थियौँ होइन हामी चाहिँ चप्पट खाएर आएको थियौँ अनि त्यस पछाडि हामीले एकदमै धेरै पानी खायौँ के चप्पट खाइसकेपछि अनि त्यसपछि टोयलेट जानु पऱ्यो अनि टोयलेट त छैन कि हामी त गयौँ तबाट सिएमसी गयौँ अनि सिएमसीमा टोयलेट खोज्यौँ कि हामी यति टोयलेट खोज्यौँ भने त हामीलाई मात्रै थाहा हामीले लास्टै धेरै टोयलेट खोज्यौँ अनि त्यसपछि त्यही भएको त्यहाँ अनि त्यस पछाडि हामी तलपट्टि आयौँ त्यहाँ चाहिँ इमर्जेन्सीमा गयौँ अनि गयौँ है यतापट्टि चाहिँ थियो डक्टरहरूको स्टाफहरूको थियो चाबी ल्याएको थियो अनि यतापट्टि थियो लेखेको थियो हामी चाहिँ भित्रै पस्यौँ कि अनि थियो यता चाहिँ मेलको के मेल लेखेको चाहिँ तलपट्टि त फिमेल पनि होला भनेर हेऱ्यो है अब मेलको ड्राइभर चाहिँ हामी त भाग्यौँ फर्केर अनि त्यसपछि यहाँ नि आयो पनि यहाँ कस्तो थियो भने म तपाईँहरूलाई देखाउँछु कि यहाँ चाहिँ यस्तो चाहिँ केटीको रहेछ अनि अलिक केटाको देखाउँछु जानु मलाई लास्टमा उतापट्टि नि यस्तै छ सेम पिक्चर अर्कै हो त्यो सिधा ठ्याङ्राङ उभिएको हो कि साँच्चै हो ठ्याङ्राङ उभिएको छ एकदमै त्यो पिसा लाग्यो नि तपाईँले पानी खाएको के गर्नु त अनि यहाँकै मेलमा नि खेल आयो भनेर भन्नु म देखाइन्छ हजुरलाई यो हाम्रो इलाका हो हामी आइपुग्यौँ यहाँ बाटपट्टि नि थ्रीको मान्छेले के भन्यो होला खुट्टा देखाउनु नि त अब चाहिँ हामी काम नपाएर फुक्कटमा यता हिँड्यो है फेरि हेर्नुहोस् न कस्तो राम्रो एस्थेटिक छ सामानहरू हामी यहाँबाट झर्दै झरी बेला आयो भने 1 2 3 गो स्टार्ट हामी चाहिँ फेरि माथि आइसकेका छौँ फेरि आयो 1 2 3 गो चाहिँ यहाँबाट बाहिर आयो सेल आइरहेको छ चाहिँ आइसक्रिम खान जाँदैछौँ भातबाट ल्याएपछि आइसक्रिम नखान त कुरै भएन नि त यता अब चाहिँ हामी जाँदैछौँ 4 नम्बरको रहेछ यो चाहिँ हामी चाहिँ 4 नम्बरमा आइसक्यौँ मान्छे छैन ल दिदी जस्तो लाग्छ मैले पाएँ साथीहरू अर्को यो वाइट आलु त्यसपछि आयो हामी चाहिँ बनायो हामी चाहिँ लिग्यौँ उडै हामी चाहिँ लिगिसक्यौँ यस्तो हो न क्लास छ यसको भ्लगले मलाई खानै दिएन उता बसेर खाने मेरो भ्लग तेरो मुखमा खेल्दै हामी फाइनली रिटर्निङ अब हामी सिएमसी जाँदैछौँ गाइस फेरि किनभने ड्याडी एउटा बाइकमा जाने हुन्छ भ्यू देखेर हामी चाहिँ यस्तो माथ्यौँ अन्त त्यो उति जाँदा चाहिँ आइसक्रिम दिनु दिदी भन्दै माग्यो अन्त डराएर फर्क्यो खाँदै सिएमसी जाँदैछ मैले चाहिँ हामी भातबडीबाट फर्क्यौँ डराइ फर्क्यौँ साथीहरू के भन्नु त्यो बच्चाहरू आउने क्या हुँदो आइसक्रिम सधैँ हिँड्न लाउने अनि भाग्यो भने अन्त मोबाइल सधैँ बुझ्यो हामी चाहिँ अहिले सिएमसीमा छौँ हामी चाहिँ अहिले त्यस्तो हाँस्न पाइँदैन कि किनभने सबै आफ्नो काममा सिरियस छ
हामी चाहिँ Open हुन्छ अब। लिफ्टमा जाँदा अब गाइस हामी चाहिँ सिएमसीको सेकेन्ड लास्ट थर्ड लास्ट फ्लोरमा हम जुन चाहिँ यो तलपट्टिको भ्यू हो यहाँ चाहिँ मान्छेहरूको बसाइ कति हो यतापट्ट यता भयो सिएमसी चाहिँ मान्छेहरूको भने छु त्यही है त्यतिसम्म हेरौँ सफा हातहरू चाहिँ भयो भने सरकारी रेस्टुरेन्ट कस्तो हो अन्त यही हो गाइस सबै हेर्न हाम्रो बुवा जस्तै यो ज्याकेट उब्लाउने हामी चाहिँ यहाँ माछा हेर्न आइसक्यौँ एक्वेरियममा हामी चाहिँ झ्याउ लगाएर गाइस एक्वेरियम घर लाग्यो मान्छेले हेरेको गरे भन्दा हामी चाहिँ यहाँ फाइनली थकै मारेर बस्यौँ सिएमसीमा बेन्चमा अरू काम नपाएर त्यही हो यसै फुच्का रहेछ गाइस अब हामी भाग्यौँ किनभने यो हस्पिटल एरिया हो एकदम चाहिँ हामी हस्पिटलबाट फर्कियो यहाँबाट हाई गाइस हामी चाहिँ फाइनली रिटर्निङ हो बाइकमा फर्किँदै अब 3 जना एज युजुअल पछाडिको भ्यू देख्न सक्नुहुन्छ 10 रुपियाँ किलो भाउ सुन्दा तर्सिए गाई 10 रुपियाँ किलो वी आर एट चितवन हाट बजार भने कि सोचे आज चाहिँ हामीले ड्रइङ बनाएको नि दुईजनालाई यसले चाहिँ छुट्टै बनाएँ मैले चाहिँ छुट्टै बनाएँ अनि आफ्नो माइन्डमा जे आउँछ त्यही बनाएको के हामीले अनि यो चाहिँ कस्तो हुन्छ अब चाहिँ हामीले रिभिल गर्न जाँदैछौँ म फर्स्टमा चाहिँ हजुरहरूलाई देखाउँछु फर्की मैले चाहिँ यस्तो बनाएर दुःख सेल्फबाट उल्टो देख्छ क्या है त्यो ड्रइङ मात्रै ड्रइङ त केही हुन्न पेन्सिलले बनाएको नि त देखेन भयो म रिभिल गर्छु म चाहिँ रिभिल गर्छु यो चाहिँ उल्टो देखियो है किनभने उल्टो देखियो उल्टो देख्छ ब्याक क्यामेरा अब तैँले मलाई म तपाईँलाई 1 2 3 कति राम्रो वाउ थ्याङ्क यू 2000 लेखिन 082 लेख्छन् नि सर्टकटमा के भन्यो ल थ्याङ्क यू कति राम्रो यो चाहिँ हामीले राखिराख्छौँ त्यो सधैँ यो चाहिँ लर्ड कृष्ण हो खै मैले त ह्यासट्याग लर्ड कृष्ण नि लेखेँ होइन होला केही नि हुन्न बुझिहाल्यो अहिले त लेखिदिइहाल्छु बुत्तम पर्दैन यहाँ लेख्छु कि पेन्सिलले ल अनि मैले लेखेको पढिदिन्छु पढाबै यहाँ लेखेको छ निर्जलाले sisters are the different flower from the same garden and you are the most beautiful one. Thank you. वेलकम ल तेरो पालो अब यहाँ लेखेको छ लर्ड कृष्णले भइहाल्नु होइन अनि इफ यु डोन्ट फाइट फर वाट यु वान्ट डोन्ट क्राई फर वाट यु लस्ट सुबिका यो म चाहिँ मैले लेखेको हो के राम्रो भयो यहाँ चाहिँ म चाहिँ कुन हो यो हेर तेरो कर्ली कपाल ए हो कर्ली कपाल मेरो ब्याङ्क्स तेरो ब्याङ्क्स बनाइदिएको यसले मलाई ब्याङ्क्स बनाइदियो मेरो ब्याङ्क्स भन्दा थियो मेरो ब्याङ्क्स बनाइदिएको
ल ठिक छ ल बाई गाइस गुड नाइट